यति बेला नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई एमडी पदबाट हटाएपछि देशमा सरकारको चौतर्फी विरोध भइरहेको छ। विभिन्न क्षेत्रहरूमा सरकारको विरुद्धमा नारा जुलुस चलिरहेको छ। 2081 साल चैत्र 11 गते सोमबार साँझ बसेको मन्त्री परिषदको बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गर्यो। कुलमानलाई हटाएसँगै सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा हितेन्द्र देव साक्यलाई नियुक्ति गर्यो। सरकारको यो निर्णय आएसँगै देशको विभिन्न क्षेत्रमा सरकारको विरुद्धमा नारा जुलुस र आन्दोलन भइरहेको छ। चौतर्फी विरोध समेत भइरहेको छ। फेरि 18 घण्टा लामो लोड सेटिङ हुने त होइन, फेरि नेपाल अन्धकारतिर जाने त होइन भन्दै एक किसिमले नेपाली जनताहरू आत्तिएको छन्। यही कुरालाई लिएर पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौँका मेयर बालेन शाह जस्ता धेरै दिग्गज व्यक्तित्वहरूले आफ्नो सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया र विरोध जनाइरहेका छन्। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो कुराको विरोध गर्दै आफूले कुलमानलाई हटाएको समाचार माध्यमबाट थाहा पाएको र यो निर्णयप्रति घोर निन्दा गर्दै यसको विरोध गर्न आग्रह गर्दछु भनेर आफ्नो सामाजिक सञ्जाल मार्फत स्ट्याटस लेखिसक्नु भएको छ। कुलमानलाई प्रचण्ड निकट अर्थात् माओवादी निकट मानिन्छ। यसै पनि ओली सरकार बनेदेखि नै आफ्नो सबैभन्दा मुख्य काम नै कुलमानलाई हटाउनु हो भने जसरी हात धोएर मन्त्रीमण्डल समेत उनको पछाडि लागेको जस्तो देखिन्छ। 2051 सालमा 7औं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका कुलमान घिसिङलाई 2073 सालको भदौ 29 गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा नियुक्ति गरेका थिए। चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर जिम्मेवार विहीन बनेका घिसिङलाई एमडी को जिम्मेवार पद दिइएको थियो। दैनिक 18 घण्टासम्म लोड सेटिङ भइरहेको अवस्था र नेपाली जनताहरूले धेरै नै शास्ति खेप्नु परेको अवस्थामा लोड सेटिङ मुक्त गर्नलाई उनलाई ठूलो चुनौती थियो। यी सबै कुराहरूलाई सामना गर्दै आफ्नो कार्यकालको पहिलो वर्षमा घिसिङले राजधानी जस्तो ठूलो सहर काठमाडौँको लोड सेटिङलाई अन्त्य गरिदिए। यस पछाडि 2075 वैशाखदेखि त पुरै देशको लोड सेटिङ नै मुक्त भएको घोषणा भयो। यसको श्रेय कुलमानलाई नै जान्छ, किनकि कुलमान घिसिङ भन्दा अगाडि एमडी रहेका मुकेश राज काफ्लेसँग मिलेर धेरै व्यापारी र नेताहरूले एउटा ठूलो अपराध नै गरिरहेका थिए, जुन कुलमान आएपछि अन्त्य भयो। कुलमान भन्दा पहिला एमडी रहेका मुकेश राज काफले साँझ बिहान सर्वसाधारणको घरमा बल्ने बिजुली काटेर उद्योग र व्यापारीहरूलाई बिजुली दिने गरेका थिए। 2070 साल भन्दा पहिलातिर देशमा दैनिक 14 घण्टा भन्दा लामो लोड सेटिङ हुने गर्थ्यो। आम जनताको घरमा 14 घण्टा बिजुली काटिन्थ्यो। त्यो पनि जति बेला जनतालाई बिजुलीको खाँचो पर्ने गर्थ्यो त्यो समयमा बिजुली जाने गर्थ्यो। जस्तै राति पड्ने बेला बिजुली गइरहने अनुभव तपाई हामी सबैले पक्कै पनि भोगेको नै छौं होला। कुलमान घिसिङको निर्णयहरूमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ऊर्जा मन्त्री जनार्दन शर्माले पनि निकै साथ दिए। यी दुवै नेताहरू माओवादी पार्टीको भएका कारणले गर्दा पनि उनीहरूले लोड सेटिङ अन्त्य गरेको केही फाइदा भने उनीहरूले पनि लिएका छन्। 2077 साल भदौ 4 गते एमडी को रूपमा 4 वर्षको कार्यकाल कुलमान घिसिङको सकिँदै थियो। त्यति बेला उनलाई सरकारले फेरि अर्को कार्यकालको जिम्मा दिनुपर्छ, फेरि नियुक्त गर्नुपर्छ भन्ने आवाजहरू उठिरहेको नै थियो। त्यही कुरालाई लिएर जनताहरूले सडकमा प्रदर्शन गरिरहेका थिए। सबैको अपेक्षा एउटै थियो, कुलमानलाई फेरि एमडी बनाउनु पर्छ र लोड सेटिङ मुक्त हुनुपर्छ भन्ने नै थियो। अब यो कुरा असम्भव पनि थिएन। कुलमानलाई एमडी को जिम्मेवार पद मन्त्री परिषदले पनि दिन सक्थ्यो, प्रधानमन्त्रीले पनि दिन सक्थ्यो, तर यति बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थिएनन्, एमालेका केपी शर्मा ओली थिए। त्यसैले कुलमानको नियुक्ति हुन सकेन अनि उनी विद्युत प्राधिकरणबाट विदा हुनु पर्यो। कुलमानको विदाईसँगै तत्कालीन ओली सरकारले हितेन्द्र देव साक्यलाई नेपाल विद्युत प्राधिकरणको एमडी बनायो। तर दुई पटक संसद विघटन भएपछि आफ्नो कारणले ओलीको प्रधानमन्त्री पद गुम्यो। अब भने नेकपा माओवादीका अध्यक्ष प्रचण्डको समर्थनमा नेपाली कांग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्री भए। उनको मन्त्रीमण्डलमा नेकपा माओवादीकी पम्पा भुसाललाई ऊर्जा मन्त्रीको जिम्मा दियो। माओवादी निकट सरकार भएपछि अब सरकारले नेपाल
नेपाल विद्युत प्राधिकरणका हितेन्द्र देव साक्यलाई राजीनामा दिन आग्रह गरे। उनले आफूले राजीनामा दिनुपर्ने कुनै पनि कारण नभएपछि सरकारले उनलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधा सहितको सरुवा गरिदिए। 2078 साल साउन 26 गते प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो पटक कुलमान घिसिङ नियुक्त भए। नियुक्ति भएसँगै उनको 4 वर्षको कार्यकाल नसकिँदै अहिलेको सरकार केपी शर्मा ओलीको सरकारले पुनः उनलाई पदबाट मुक्त गरेर हितेन्द्र देव साक्यलाई नियुक्ति गरेको छ। कुलमान घिसिङलाई पुनः नियुक्ति गर्नुपर्छ भन्दै सरकार विरुद्ध नारा जुलुस र चुनौती दिइरहेका छन्।